हेलो एभ्रिवान, आई सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। न्यू डे न्यू ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म शनिबार पनि किन भिडियो गराउँदै छु भने आज चाहिँ मेरो टेस्ट छ केको सामाजिकको। त्यहाँ बुक राखेर भर्खर पढेर सके भन्ने अरे केही पढेन। बिहान उठेको सुतिहालेछु अनि फेरि अहिले उठेर एकछिन पढे, रेडी भए। अब चाहिँ जान्छु 7 बजीबाट स्टार्ट हो। अहिले त ढिलो हुनुभयो जस्तो भयो त। छिप चोकमा जानु पर्यो अनि अटोमा जान्छु। अनि पछि चाहिँ म उ गर्छु के अरे अब चाहिँ मोबाइल लाग्न पाउन्न स्कुल। त्यसैले म स्कुलबाट रुम आएर भिडियो स्टार्ट गर्छु ल। अनि भेटौँ न हास्ता साथीहरू। म चाहिँ इक्जाम दिएर कोठा आइसकेँ। इक्जाम नै टेस्ट दिएर आइसकेँ। यहाँ चाहिँ एकजना महानुभावले कोठा मिलाउँदै हुनुहुँदैछ यसरी। यहाँ धोथङ गरेर एकदम राम्रोसँग कोठा मिलाउँदै हुनुहुन्छ। एकजना महानुभाव चाहिँ बाहिर बिरामी भएर सिकिस्त हुनुहुन्छ। उहाँ कस्तो अवस्थामा हुनुहुन्छ भने एकदम पीडादायी हुनुहुन्छ। भोलै म यत्रो कपडा धुनु न शनिबार के सुख पाइन्छ आएन हाम्रो कतै यस्तो बिरामी भएर यहाँ सुते होइन गाइज। अब म चाहिँ ड्रेस चेन्ज गर्छु, खानासाना खान्छु। कस्तो दामी घाम लाग्यो क्या। सुताउँ जस्तो हुन्छ घाममा आएपछि त। के गर्नु, निन्द्रा मात्र लाग्छ साथीहरू। इक्जाम होइन क्या टेस्ट। यो 50 मार्क्सको थियो सामाजिकको। 50मा 60 आउला जस्तो पो भयो त भनिदिने त हो। गफै त हो कान्छी। 2 लाखको कपमा चिया खाएको भने जस्तो घाम आँखामा लाग्छ। साथीहरू म चाहिँ जान लागेको। कहाँ जानु हुने म जान्न होला सोचेर सुतेको। अनि अहिले चाहिँ जाम भनेर चाहिँ म चाहिँ बुलबुले जान लागेको। हामी अन्त चाहिँ होइन, हामी जान लागेको चाहिँ बुलबुले हो। अब अहिले जान सक्ने भनेकै त्यहीँ हो, नजिकैको ठाउँ नै त्यहीँ छ नि त। अब चाहिँ हामी बुलबुले जान्छौँ। म चाहिँ यहाँबाट बिन्ताहरूको रुम जान्छु, बिन्ता र सिर्जनासँग। अनि त्यहाँ गइसकेपछि चाहिँ हामी त्यहाँबाट तिनीहरूको रुम बुलबुले नजिकै हो कि, त्यो गेटबाट बाहिर हो। त्यहाँबाट चाहिँ एकदम नजिकै छ। त्यसपछि अब उतै गरेर भेटौँला नि त। नाम के हो त बहिनी? तर नाम के हो? मेरो नाम मलाई थाहा छैन। यस्तो ढिलो गर्छन् गाई चिनीहरू। अब के भन्नु होइन। औ सत्य खै यता हेर्न। के भन्न चाहन्छस् मेरो नयाँ भिडियोलाई? के भन्न चाहन्न, मलाई बोल्नै आउँदैन। अरू के हो भित्र आउनु। रोक्नुहोस् गाइज हामी दुइटामा दुःख राम्रो छ। हामी दुइटा सेम छौँ कि 2 बहिनी त। हामी जुम्ले हो क्या, जुम्ले ट्विन्स। आज हामी गर्न चाहन्न किनकि हामीले लिपस्टिक लाग्छ। सबभन्दा ढिलो गर्ने चाहिँ बिनिता हो। बिनिता सबभन्दा ढिलो गर्ने हो सृजना के हो राई। आगो बोय फ्रेन्डले दिदिनु भएको क्या। अनि पुरा सानका साथ यस्तो गरेर लाउनुहुन्छ। हामी त अब सिङ्गल पर्यौँ के गर्ने। हामी सिङ्गल पर्यौँ। उहाँको त बोय फ्रेन्ड हुनुहुन्न, बुढा हुनुहुन्छ। मेरो त न बुढा न बोय फ्रेन्ड। साथीहरू हामी चाहिँ अहिले कति बजी हेर्छ टाइम? आइफोन भएकै छन् होइन। यता पनि देखा त आइफोन, यता पनि आइफोन। अनि यता खै कसरी देखाएको आइफोन भएर साथीले नले देखायो होइन। अब भएकाले देखाउँछ अनि नभएकाले कहाँबाट देखाउनु। अब अहिले यस्तो बेला नबेला 5 बजे बेला हामी कति बजी निस्केको थाहा रुमबाट 3:30मा। तर यिनीहरूले यति ढिलो गरिदिए। कति भयो अहिले? 5 बजिसक्यो। अहिले जान लाग्छौँ हामी। अब के गर्नु, जान्छ। यस्तोको सङ्गत गर्न लाग्यो भने म चाहिँ बिग्रिन्छु। बौलिसक्यो छैन, आधा दिमाग गइसक्यो। एउटीको बिहा गरेर गयो, अरूको लभ परेर गयो। म त अहिलेसम्म एकदम फिट एन्ड फाइन छु। मेरो दिमाग एकदम अहिले ताजा छ, ताजा। गाइज बिन्ता तँलाई के भन्छ आइफोन हो अनि बुझ्नु लाग्दैन। यस्तो छ बाटो। सुर्खेतको विकास यस्तो राम्रो भइरहेको। बुलबुल
बाटो यस्तो राम्रो छ चोरी बाटो होइन बिल्कुल चोरी बाटो जानु सोच्नु होला चोरी बाटो चाहिँ होइन होइन हामी त सिधै बाटोबाट चोरी बाटो चाहिँ होइन साथीहरू यो मान्छेलाई चोरी बाटोबाट जाने यस्तै हो यहाँबाट हाम पालेर जानु सक्ने हो त मलाई गइदिन्छु हामी चाहिँ खासमा चोर चाहिँ होइन तर चोरी बाटोबाट जान लाग्यो तर त्यहाँ टिकट काट्नुहुन्छ होला चोरी बाटो चाहिँ नभन्नु होला भन्दछु किनकि यो तल्लो बाटोबाट पनि टिकट काट्नुहुन्छ मलाई फेरि यस्तो बाहिर आएपछि गीत बजेपछि कि अपन नाच्न गएर लाग्छ फेरि के गर्नु यहाँ पिकनिक खाने कार्यक्रम भइरह अब हामी चाहिँ भित्र जान्छौँ ओए हामी पनि नाउँमा चढौँ कि त पैसा भयो त नि कस्तो राम्रो देखाएको क्या यता गर्छ क्यामेरा मै के गर्नु तँ केटाहरू ब्याग भयो भन्छ अरे भन्नेलाई भन्दै गर्छ आफ्नो काम गर्दै भटभटेमा मैले पनि भिडियो गर्दाखेरि मलाई मेरो के गर्नु कति धेरै यता पनि बाफ्रे पारी पनि वारी पारी जताततै पिकनिकै पिकनिक भएर गाइस हेर्नु न त्यहाँ पनि यति धेरै भए अनि यताभित्र पनि कति धेरै भए अब म पनि जान्छु नि त मेरो एन्ट्री हुन्छ भन्दैन कि आज त्यसै दुईवटा अगाडि फट्याङ फुट्याङ गरेर जानु म चाहिँ पछाडि छु अब हाम्रो यस्तै गरेर कहिले आउला पिकनिक खाने दिन अब घुम्न जाऊँ लग्ने हुँदा हाम्रो स्कुलबाट बिहान सरलाई सोधेको टुर लग्नुहुन्छ कि भनेको भन्नुहुन्छ पारालाई टुर लग्नु 11 बजी थाहा भएन शनिबार गरे टिकटै आज केही न केही हुनपर्छ विशेष केही होला म हजुरहरूलाई यस्तो राम्रो ठाउँ देखाउँछु साथीहरू यस्तो म त टिकट काट्न गरेर म यस्तो राम्रो भिडियो गराएर म यस्तो राम्रो भिडियो देखाउँछु ल यस्तो राम्रो ठाउँ देखाउँछु यो अन्त कहीँ नभएर हाम्रै सुर्खेतमा अवस्थित रहेको छ भन्दै अहिले चाहिँ म यति राम्रो ठाउँ देखाउँछु उता जाने तेरो टाउको गाइस कस्तो राम्रो वाउ आकाश कस्तो क्लिन त्यहाँ आयो एउटा उडाउने होला यस्तो राम्रो छ हाम्रो सुर्खेत सबैहरू घुम्न आउनु होला एकदम राम्रो छ यता चाहिँ यहाँ ड्रेस लगाएर आइराख्नु भएको यति राम्रो यहाँ चाहिँ भिडियो कार्यक्रम भएर अब हामी यसो भिडियो गरौँ न त यही हो सबभन्दा हेर्नु एउटा गहना भनेको यति छ साथीहरू हेर्नु हाम्रो कति ढिलो भइसक्यो कति बजी भन्छ कति बजे 6 बजे होला 6 बज्न लागिसक्यो हामीले यति ढिलो गरिसक्यौँ है अघि यहाँ देखाउँदा कति चल्थ्यो अहिले कति अँध्यारो भइसक्यो अब यस्तो अँध्यारोमा बुलबुलेको म अन्य ठाउँ देखाउन सक्दिनँ क्षमा पाऊ होला हामी टिकटक बनाउनमै गयो दगुरो चिसो भयो चिसो अँध्यारो छ सुर्खेतको बुलबुले यस्तो अँध्यारो भइसक्यो गाइस गेट त भन्नुहुन्न तर अघि आए बेला कति धेरै थियो कि सब कस्तो कोही हुन्न नि कि है भइसक्यो कोही त यहाँ बस्दै राखेँ फर्स्ट टाइम हो म पनि फर्स्ट टाइम हो नि त्यही राखेँ यति राखेँ बनिसम्म त बर्थडेमा ए हजुर त्यो घर कहाँ परेको हजुरहरूलाई कमालको फुल देखाउन चाहन्छु कहाँ छ साथीहरू हेर्नु न कस्तो मधुरो देखाउँछ हो दिनमा अघि आउनु पर्दो रहेछ है रिग्रेट भन्ने कुरा यस्तै हुन्छ यहाँ कोही टिप्दिन्न नि त्यस्तै अँध्यारो भइसक्यो साथीहरू होइन हुन्छ होला नि त तालबारी धेरै अँध्यारो भइसक्यो जान्छौँ आफै भाग्य होस् मलाई पनि त्यसरी ए हेर्नु कति अँध्यारो
पनि लागेको यार पिकनिक भयो होला आज बिहान खाना खायौँ भनेर नास्ता हो नास्ता त मैले खाम अरू 2 बजे खान्छन् साथी त्यो हो यहाँ मान्छेहरू नआउँछन् केटाको यता छ केटीको उतापट्टि छ यो तालको पानीले चाहिँ नुहाउँछन् हैन पानी गदा भइ चाहिँ यहाँ चाहिँ पिपलको रुख छ खान्छन् पनि रातिमै भए पनि म सबै देखाउँछु यहाँ चाहिँ यस्तो लभ लभ छ यहाँ चाहिँ एउटा नानीको सहित मेरो पैसा मेरो पीडित साथी तिम्रो बोल्दै कहाँ जाने ट्युसन सहारा मुख बिगार चाहिँ पढ्न मेरो देखि त बोल्दैको स्कुल जाने नै केटा साथीहरू अनि यो यहाँनिर छ नि यो बत्ती बलेको ठाउँ झिलिमिली यहाँ कपडाहरू पाइन्छन् यहाँ चाहिँ कपडाहरू पाइन्छन् ड्रेसहरू उदाहरणको लागि मगर ड्रेस ठाकुरी ड्रेस अनि यो सुप्रिम फोटो स्टुडियो हो विभिन्न फोटोहरू बनाउन सक्नुहुन्छ हजुरले म चाहिँ प्रचार गरिदिएको यस्तो मजाले भ्लगमा देख्न पाउँदा मलाई यस्तो गर्व लाग्छ गाइस त्यो साउन्ड पनि चेन्ज बनाइदियो यार मेरो अब चाहिँ रम छैन म सिधै रुम जान्छु मान्छे साउन्ड किन चेन्ज हुन्छन् होला कसरी फरक फरक किन हुन्छन् होला यो क्वेसनको जवाब दिदिनु है कसैले एउटै हुनुपर्ने कि है तेरो मेरो तेरो मेरो नानीको मान्छे बढीको क्या बरु केटा एक केटीको एक हुनु भइदिनु हुनु भइदियो नि त हुन्छ त तिम्रो छुट्टै छ मेरो छुट्टै छ यसको बोली सेम हुनु पर्यो अरे क्या जस्तै मेरो यस्तो छ भने तेरो पनि त्यस्तै हुनु पर्यो अरे आवाज नै के कस्तो अब हेलो समीक्षाहरूको मेरो नाम आउँछ क्या फेरि तिनीहरूको कस्तो राम्रो है हाम्रो पनि त्यसरी धोकेबाज हौ त्यो गाइस त्यस्तै हो अब चाहिँ म रुम गएर भेट्छु के अरे अब हामी छुट्टिने बेला भेट्छौँ साथीहरू हामी चाहिँ जान लाग्छौँ अब बिस्तारै रुन लागेको छ नर के भन्न चाहन्छ छुट्टिने बेला भन्छ पक्न बोल्न 1-2 शब्द ए जान्छु त भोलि म चाहिँ गएँ साथीहरू म चाहिँ अब जान लागेको होइन तिनीहरू चाहिँ गइसक्यो त आफ्नो रुम मेरो कुखुरा हो नि त यहीँनिर गइसक्यो अब चाहिँ म आटोमा जान्छु धेरै राति गइसकेको ढिलो गरिसकेको छु गाली खाइसकेको छु अब अझै कति गाली खायो मलाई रोड क्रस गर्दाखेरि यति डर लाग्छ कि पुरै छोड्ने